अरे पानी मिला भनेको अलि त मिलाएछ है केटाहरूले। बाबा पनि खेतबारीतिर गएछ, बाबाले बोलाउनु जान्छ अरे बाबा। केटाले खोइ दालहरू पनि रोपेन गर्नु त अलि मिलाएछ मिलाएछ। बाबा बाबा चिया खानु के हो? आउनुहोस् न, चिया तपाईँ खानु? त बिहान नै निस्केको आमा। ऊ अब यो खेतमा यसो पानी सानी मिलाएको नि केटाहरूलाई यसो मिलाउनु लगाएको धन्न माथिबाट यसो कुलो काटेर यतापट्टि मिलाएछ हो। लु न चिया खाजा खाइहाल्नुहोस् ल न। ल म आउँछु कि। छोरी यहाँ सुन त, हजुर आज त असार 15 हो। हजुर तल दुईजना केटालाई मैले खेतलाई बोलाएको थिएँ हो, हजुर। माइला र साइलालाई। अब आज असार 15 हो, यिनीहरूलाई यसो केरा चिउराहरू दिनुपर्छ है। ल हुन्छ, मैले बिहान त रेडी गरिरहेको छु कि बाबा। पहिला तपाईँ चाहिँ चिया खाजा ल ल खानुहोस् म न, आइहाल्छु। आउनुहोस् त। हिँड त ल ल। आमामामामा, बाबा बिहान नै निस्केर गएको। लु लु बाबा आउनुहोस्। अन्त अहिले तल चियाहरू पनि लिएर आउने तर ल खेताहरूलाई ल। हुन्छ ओ बिचाम गरे हा बिचको यहाँ झारै झार्छ खोइ ल ल म आउँछु कहाँ बिचबाट गर्नु खोइ छिटो गर न भोक लागिरहेको खाजा खानु खोइ खाजा लाउने पनि ल्याउँछ नि हौ खाजा हरेस लागिसक्यो म त अघि खाजा अलिक तल पुऱ्याएको छ। ए दादा मेरो छ, दादा जाउँ तल खाजा खानु, बाबाहरूलाई पनि बोलाएको छु हो। उयो के छ टिपेर ल्याउनुहोस्, जाउँ। यहाँ रहेछ है सामान टिप्नुहोस् ल। बाबा आउनुहोस् है काकाहरूसँग खाजा खानु, खाजा ल्याएको छु मैले। ल बाबा आउनुहोस् है। ए खाजा लुटे है दाजुहरू ल। लु लु खानु खानु ल। के ल्यायो प्लास्टिक ओछ्याएको छु, ल्याएको छु। यो अन्त तैँले आज त असार 15 हो, यसो केरा चिउरा ल्याइस्। ल म अहिले लास्टमा सकेर खाउँ ए माथि भनेर घरमा नि। हजुर ठिकै छ। आज असार 15 हो। अहिले यहाँ दुःख सुख खाजा खाउँ, ल ल ल दुईजना पस्किनुहोस्, खाउँ। लुकेछ, भोक लागिरहेको छ। पानी पनि ल्याउनु भयो। लु अब लागौँ घरतिर है, आफ्नो आफ्नो घरतिर लाग्नुपर्छ हुन्छ लु जाउँ। काका माथि बाबा अघि जानुभयो कि आज असार 15 को चाहिँ तपाईँको केरा र चिउरा चाहिँ दामी अब हाम्रो आपाले चाहिँ बनाइरहेछ। लु जाउँ। होइन हौ दाजु, होइन नि हामी त घरतिर पो लागौँ भनेको त माथि नै आउनु भनेको छ बाबा। होइन असार 15 हो र हामीलाई थाहै छैन, लु त्यसो भए जाउँ न त। हो मेरो त घरमा नि काम थियो, अब फेरि बुढोले भनिहालेछ। लु ठिकै छ नि त, ल ल लागौँ न त्यसो भए। ल जाउँ ल ल जाउँ। आज त असार 15 हुन्छ साथी, मलाई त थाहा थिएन। तर हाम्रो बाबालाई चाहिँ सबै याद हुन्छ कि। होइन तपाईँले त्यो भन्नुभयो कि हजुर, मलाई त झन् केही याद थिएन, म त काम सक्यो घरतिर लागौँ भनेर सम्झेर बाबाले भन्नुभएको थियो माथि आउने चिउरा केरा राखेको छु, आज असार 15 हो भनेर अहिले मलाई भन्नुभएको थियो बिहान। मैले बिर्सेछु, अहिले अब काम सकेर तपाईँहरूलाई भनेको लु जाउँ। हाम्रो बाबा त यस्तो हुनुहुन्छ कि पुरानो संस्कृतहरू त्यो पुरानो के हो सबै मानि ल्याउने मान्छे हो। होइन उहाँ बहिनी पनि अब आज चाहिँ लु असार 15 मानेरै जानुपर्छ हामी। यता आउनुहोस् है। आज अब असार 15 हो होइन, हजुर यसो केरा चिउरा खाएर बेसी जानुहोस् है। ल ल ल है आइपुग्यौँ है फेरि। ल ल यसो आज असार 15 भनेर थाहा थिएन। थाहा थिएन नि, म त हातबाट धोएर उ त हिँडिसकेको बहिनीले पो यो त यो केरा यता पनि छ हो। यसो आज असार 15 हो, आफ्नो संस्कृति आफ्नो परम्परा चाहिँ हामीले भुल्नु हुँदैन है। यहाँ चाहिँ जस्तै भयो दही हो दही छ है ए, त्यो अँ, आइस। ठिकै छ ल हुन्छ ल ल है। अब तपाईँलाई यत्रो हामी त काम सकेर हिँडौँ त्यही त भनेको थियो हो। आज असार 15 धन्यवाद है। अब यो दही चिउरा लिनुहोस् न केरा यसो लिँदै गर्नुहोस्। हुन्छ होइन त्यो छोरीलाई त चिया बनाउनु पठाएको त कहाँ गयो? खोइ भाइ जा त त्यो त्यसलाई बोला ल्याउँछ। त्यो चिया पनि ल्याउँछ ल। लु 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 त चिया पनि लिएर लु 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 लिनु नि। खाएर बिस्तारै खाँदा भइगयो त। बाबाहरू अघि आइपुगेछ। लु लु चिया तिमीलाई त ढिलो भइसक्यो चिया चिया ल्याउँछ। कुनै राख्दै गर्नु। खै भाइ धन्न मेरो सानो भाइ छ र। उनीहरूले गर्छ। यहाँ दही पनि छ ल। ल ल ल ल यो ल ल हामी खाइहाल्छौँ। लु तपाईँहरू लगाएर खानुहोस् ल। ल, ल, ल। मेरो अलिक ल ल खान्छ बाबा। ल ल ल ल गर्दै गर। मिठो हो ल खाउँ न आज असार 15 हो। म पनि लिन्छु नि। अब मान्छेले आफ्नो परम्परा आफ्नो संस्कृतिहरू सबै बिर्सिँदै गएको छ हो।
यसरी बोल्नु हुँदैन नि त आज असार 15 को दिनमा अब उहिले उहिले त हाम्रो बाजे बोजू आमा बाबाहरूले त मनाउँथ्यो नि यसरी हो किन भन्दा अहिले हुन्छ हुन्छ असार 15 भनेको के हो अहिले गते तारिक हो त अन्त बार त बिर्सिसक्यो आज कथा नानीहरू अब कथा उहाँ यो दाजुको घरमा अनि काम पनि मजाले गऱ्यौँ असार 15 मनायौँ मनायौँ अनि बिर्सिसकेका रितहरू आज हामीले याद पाए होइन अलिक अहिले बिर्सेकोहरू याद दिलाइदिनु भयो दिमागमा चाहिँ राख्नु भएको रहेछ र तपाईँलाई चाहिँ एकदम धन्यवाद है हामी पनि अब सबै सनाक्कै बनाइदिउँ होइन यो भइहाल्छ हामी चाहिँ गएको हो बिचरा अब अर्कोपालि पनि मनाउनु पाऊँ यसरी नै असार 15 है यसो धन्यवाद जानुभयो अब दुःख सुख होइन? बिहानमै भयो हुन्छ हेलो धेरै हुन्छ। ल तपाईँलाई चाहिँ एकदमै धन्यवाद ल ल हुन्छ हेलो नमस्ते म पवन सुब्बाको तर्फबाट यस भिडियो मार्फत है यो मेसेज ल्याएको छु र यो भिडियोको मेसेज के छ भने चाहिँ आज असार 15 को दिन हो है र हामीले एउटा गाउँ बस्तीको एउटा असार 15 को एउटा सानो भिडियो लिएर आएको छौँ है हजुरले मन पराइदिनु भने म आशा राख्न चाहन्छु र यो भिडियोले कसैको जीवनमा मेल खायो भने हामी सम्पूर्ण दर्शकबिनहरूलाई हामी माफी माग्न चाहन्छौँ है र यो मेरो भिडियो कन्टेन्ट कस्तो लाग्यो कन्सेप्ट कस्तो लाग्यो है तपाईँलाई मन परेन जति सक्दो सेयर लाइक कमेन्ट गरिदिनु भने म आशा राख्न चाहन्छु धन्यवाद।